धन्यवाद। अब सिध्याउने हो। अब हामी उत्तर आधुनिकतामा आइसक्यौँ र हाम्रो समयमा आइपुगिसक्यौँ। अब हामी अहिले उत्तर आधुनिक युगमै छौँ। उत्तर आधुनिकताले चाहिँ के भन्छ भनेदेखि उहाँले भने जस्तै अब यी जुन ग्रान्ड न्यारेटिभ्सहरू छन् नि, महाआख्यानहरू, अब यो मार्क्सवाद, धर्म, होइन, बाइबल, यी जे केन्द्र बनेर रहेका छन् नि ठुल्ठुला ग्रान्ड न्यारेटिभ्सहरू, अब यिनीहरूले काम गर्दैनन्। अब यी जो केन्द्र बनेर बसेका छन् नि, अब यी भत्काउनुपर्छ, भत्काउने हो, यिनीहरूलाई विनिर्माण गर्नुपर्छ। र ती केन्द्र भत्किएपछि परिधिबाट नयाँ नयाँ केन्द्रहरू निक्लिन्छन्, नयाँ नयाँ आवाजहरू निक्लिन्छन्। नेपालको राजनीतिलाई यहाँले हेर्नुभयो भने उत्तर आधुनिकता सजिलोसँग बुझिन्छ अहिले। अघि जब नेपालमा 46 सालपछि यो चेतना सुरु भयो, साहित्यमा पनि यो सृजनशील अराजकता जस्ता आन्दोलनहरू आए, अघि तिनीहरूले साहित्यमा परिधिमा बसेका मानिसहरू, परिधिमा दबिएका आवाजहरू, सबाल्टन भोइसेसहरू भन्छ नि, अहिले सबाल्टनको चाहिँ सबाल्टन राइटिङको पनि कुरा आएको छ भन्ने छ, सबाल्टनको छ, परिधिमा भएका आवाजहरू, जो खिचिएका, पेलिएका, वञ्चित, शोषितहरूका आवाजहरू केन्द्रमा आउनुपर्छ र तिनीहरूले केन्द्र भत्काउनुपर्छ। अब ती जो परिधिमा पारिएका थिए तिनीहरू चाहिँ अगाडि आउँछन् र नयाँ नयाँ केन्द्रहरू बन्छन् भन्ने किसिमका आवाजहरू चाहिँ यो उत्तर आधुनिकतावादले लिएर आयो। र नेपालमा अब ती किसिमका भइरहेका छन्। अब एउटा जुन राजतन्त्र केन्द्र बनेर बसेको थियो त्यो भत्कियो, गयो। अब नयाँ नयाँ केन्द्रहरू बनेका छन्। राजनीतिमा पनि त्यो देखिएको छ। अघि साहित्यमा पनि यो किसिमका चिन्तनहरू, विषय नगरजीको बयान चाहिँ त्यो यो उत्तर आधुनिक कविताको एउटा राम्रो उदाहरण हो। चाहिँ हाम्रो श्रवण मुकारुङको अरू पनि धेरै छन् यसमा। अब यो उत्तर आधुनिकताले चाहिँ के भन्छ भने सत्य निश्चित छैन, एउटै मात्रै सत्य हुँदैन भन्छ क्या। सत्य तपाईँले जेलाई सत्य खानु भएको थियो त्यो सत्य बदलिन्छ। आज सत्य खानेको कुरा भोलि सत्य नहुन सक्छ। अघि अहिले हामीले सत्य खानिराखेको कुरा बदलिन्छ, त्यो सत्य हुँदैन, भोलिको सत्य अर्कै सत्य हुन्छ भन्छ। अब यो मामिलामा एउटा लीला लेखन भन्ने जुन लेखनको परम्परा, एउटा साहित्यको सिद्धान्त इन्द्रबहादुर राईले सुरु गरे, अहिले कृष्ण धरावासी लगायतले यो लीला लेखनलाई अगाडि बढाइरहेका छन्। कतिपय आलोचकहरूले यो उत्तर आधुनिकता